हेलो, के हुँदैछ हाम्रो नेपालमा, विशेष गरी जाजरकोटमा समाचारमा सुन्दै आउनुभएको छ तपाईँहरूले जाजरकोटमा बाढी पहिरो गएर ज्यान गुमाउनेको सङ्ख्या एकदमै बढिरहेको छ। आज मैले तपाईँहरूलाई यो विषयमा यो के भइरहेछ भनेर छोटो भिडियो तपाईँहरूलाई देखाउँदैछु। खबर आउने बित्तिकै हाम्रो विपद व्यवस्थापन टोली चाहिँ खटिसकेको छ। यो चाहिँ भोलिपल्ट बिहानको टोली हो, जहाँ बाढी पहिरोबाट पीडित हुनुहुन्छ, जसको घरबार बगाएको छ, जसले आफन्तलाई गुमाउनु भएको छ, उहाँहरूलाई चाहिँ हामी सबै सुरक्षाकर्मी मिलेर अब राहत लिएर जानुपर्छ। उहाँहरूलाई बस्ने व्यवस्था गर्नुपर्छ, उहाँहरूको अवस्था कस्तो छ भनेर जान्नुपर्छ भन्ने उद्देश्यले हामीले चाहिँ विभिन्न ठाउँको लागि उहाँहरूलाई आधारभूत आवश्यकता पर्ने घाँसबास कपास लिएर हामी चाहिँ जाँदैछौँ। अब खानको लागि, उहाँहरूलाई बस्नको लागि लाउने कपडा समेत छैन, उहाँहरूलाई सम्पूर्ण चिजहरू हामीले चाहिँ जो हामीलाई नेपाल सरकारले दिनुभएको छ राहतको रूपमा हो, त्यो चाहिँ हामी लिएर जाँदैछौँ। नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू जहाँ बाटो पनि छैन, पिउने खाने पानी पनि छैन, त्यो ठाउँमा चाहिँ हामीलाई पैदल सामानहरू लगेर जानुपर्छ। 2-4 घन्टा हिँड्नुपर्छ, बाटो छैन, गाह्रो छ नि त। त्यो गाह्रोको समयमा पनि हामी एकदमै खुसी भएर हामीले चाहिँ राहत वितरण गर्नलाई आफ्नो झोलामा सामानहरू हालेर जिल्ला प्रशासन कार्यालयबाट लाग्यौँ रिसाङतिर। रिसाङ मात्रै नभएर उता रिसाङभन्दा माथि दार्नेटा, स्याला, अरू पनि थुप्रै ठाउँहरू जहाँ बाढी गएको थियो, जसकारण आफ्नो घर व्यवहार सबै कुरा बगाएको थियो, त्यो ठाउँमा चाहिँ हामी राहत लिएर जाँदैछौँ। बाटोघाटो हेर्न सक्नुहुन्छ कस्तो पहिरो छ भनेर हामीलाई आफै स्वयंलाई हिँड्न पनि गाह्रो छ होइन। त्यस्तो ठाउँमा हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ यो चाहिँ अरू साथीहरू उता दार्नेटा रिसाङ जानुभयो, अनि हामीहरू चाहिँ यता स्यालाको अनि बाहुनडाँडा भन्ने गाउँमा चाहिँ जाँदै थियौँ, जहाँ एकजना बुवा बित्नु भएको छ। त्यहाँ त्यो ठाउँमा चाहिँ हामी राहत लिएर जाँदैछौँ। हेर्न सक्नुहुन्छ बाटोघाटो कस्तो छ भनेर तपाईँ आफैले हेर्न सक्नुहुन्छ। यो बाढी पहिरो चाहिँ प्रत्येक वर्ष आउँछ, जोखिमहरू एकदमै धेरै छ, तर पनि गाउँघरमा पहाडमा मानिसहरू बसोबास गर्ने एकदमै छ कि अब हामीलाई सोच्नलाई त किन बसिहाल्ला जस्तो लाग्छ होइन। अब उहाँहरूको जन्मथलो नै वहीँ हो, गाउँ ठाउँ, आफू जन्मिएको ठाउँ त सबैलाई माया लाग्छ नि होइन। त्यसैले होला जस्तो लाग्छ कि हेर्नु न, खोला नाला बढेर यति ठुलो छ, बाटोमा हिँड्ने ठाउँ नभएर हामी त खोलाबाटै हिँडेछौँ। अब घरहरू पुरिरहेको छ, तर पनि त्यहाँको स्थानीयवासीहरू अझै पनि बसिरहनु भएको छ कि। त्यही भएर कहिले कस्तो लाग्छ, हामी टाढाको मान्छेलाई देख्नलाई घुम्नलाई मात्रै गाउँ पहाड राम्रो, तर यहाँको वासस्थान एकदमै गाह्रो छ। यति धेरै पसिना आछ हामीलाई। अब सामानहरू लिएर बोकेर हिँड्नुपर्छ नि त। बाटो पनि त्यस्तै छ, 2-3 घन्टा लाग्यो हामीलाई त त्यहाँ पुग्न, अझै पनि पुगेको छैन। खोला नाला हेर्न बढेर कस्तो भएको छ। यसो न, अब यो भिडियोहरू बनाउँदै गर्दा पछिका दिनहरूलाई मैले त के गरेँ भन्दाखेरि यसो फर्केर हेर्दा चाहिँ यो भिडियोहरू याद हुन्छ भनेर मलाई चाहिँ यो सानो डकुमेन्ट बनाएँ। पहिरोले त्यहाँ पनि घर लिइसकेको थियो, नदीहरू खोलाहरू यति धेरै बढेको थियो, हिँड्ने बाटो पनि थिएन। ओ माथि देख्न सक्नुहुन्छ त्यहाँ पनि गाउँ छ क्या। एकछिन हिँड्नलाई पनि हामी चाहिँ राहत लिएर त्यो ठाउँमा पुगिसकेर फेरि फर्क्यौँ। फेरि अर्को दिन हामी चाहिँ रिसाङ अब चामलहरू सबै खाद्य सामानहरू लगेर जाने भनेर हामी चाहिँ सबै जम्मा भयौँ। आधा बाटोसम्म थोरै भए पनि बाटो बनेको थियो भोलिपल्ट चाहिँ। त्यसपछि हामी चाहिँ फेरि आधा बाटोबाट सामानहरू लिएर लाग्यौँ आफ्नो गन्तव्यतिर। भिडियो चाहिँ एकदमै लामो छ होइन। अब यो टिकटकमा उसमा हाल्नलाई त होइन, सायद म प्राइभेट नै राख्छु होला। अब फेरि पनि हामी अर्को दिन सबैजना सामान बोकेर लाग्यौँ।
रिसाङतिर यो चाहिँ हाम्रो उतापट्टि हामी चाहिँ यता राहत वितरण गर्दै थियौँ, बोक्दै थियौँ। उता चाहिँ हाम्रो अर्को टिमले चाहिँ यहाँ बित्नुभएको ठाउँबाट सबलाई चाहिँ उद्धार गर्दै हुनुहुन्थ्यो। हाम्रो यही हो सशस्त्र प्रहरी बलको काम। जहाँ विपद हुन्छ त्यहाँ एपिएफ हुन्छ। त्यहाँ चाहिँ हाम्रो सबै साथीहरूले उद्धार गर्दै गर्नुहुन्थ्यो। यस्तो त कति धेरै भइसकेको थियो। अब भिडियो चाहिँ थोरै मात्रै देख्न सक्नुहुन्छ तपाईँले। कति गाह्रो भएको थियो, कति पीडा भएको थियो कि राति सुतेको मान्छे बिहान छैन कि। एक्कासी पहिरो आउँछ, घर मान्छे सबै बगाउँछ क्या। हेर्नु न त्यहाँ कस्तो छ अवस्था भनेर, जोखिम कति छ भनेर। गाह्रो छ नि त। त्यही भएर यही जोखिमलाई मैले चाहिँ यो भिडियो मार्फत अलिकति भए पनि क्याप्चर गर्न सकु, पछिका दिनहरूमा सेवा गर्दै जाँदा याद होस् भनेर। तपाईँहरूले चाहिँ अन्यथा नलिनु होला। त्यसपछि हामी चाहिँ अब अर्को दिन रिसाङ स्कुल पुग्यौँ, जहाँ अघिल्लो दिन हामीले राहतका सबै सामानहरू पुर्याइदिइसकेका थियौँ। स्थानीयवासी सम्पूर्ण मिलेर त्यहाँ राहत बाँड्दै हुनुहुन्थ्यो। त्यसपछि हाम्रो काम चाहिँ यहाँ अब स्कुलमा बालबालिकाहरूलाई पढ्नको लागि गाह्रो भयो नि त। अब त्यहाँ पढ्ने कि त्यहाँ बाढीबाट पीडित भएको फ्यामिली राख्ने भनेर, त्यो भएर चाहिँ हामीले फेरि त्यहाँको मकैबारीलाई फाडेर अब चाहिँ बाढी पीडित घरबारविहीन व्यक्तिहरूलाई बस्नलाई होल्डिङ सेन्टर रेडी गर्दैछौँ। आज दिनभरिको काम चाहिँ हाम्रो 14वटा होल्डिङ सेन्टर रेडी गर्ने थियो। अनि बेला बखत यता आएर मैले चाहिँ सानो सानो भिडियोहरू बनाएँ। अनि हाम्रो यहाँ आर्मी हुनुहुन्थ्यो, नेपाल प्रहरी चाहिँ हामी सशस्त्र प्रहरी। अब स्थानीयवासी सानसानो भाइहरूले पानी लिएर खुवाउनु भएको थियो, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। हामीले चाहिँ यो मकै फाडिसकेपछि फाइनली अब होल्डिङ सेन्टरहरू रेडी गर्दैछौँ। हाम्रो टिम एकदमै कडा परिश्रमका साथ लाग्दै हुनुहुन्छ, खुसीका साथ। देशको सेवा गर्न पाउनु नै हाम्रो भाग्यमानी हो हामी, जहाँ हामी सहयोगका लागि दिनरात नभनी हिँडिरहेका छौँ। देख्न सक्नुहुन्छ। अब कतिखेर हामीलाई पनि गाह्रो हुन्छ, हामी पनि मान्छे हो, रेस्ट गर्दै। उहाँ चाहिँ यो बिजुली जोड्न आउनुभएको थियो। उहाँले पनि आफ्नो तर्फबाट म पैसा नलिएर म चाहिँ यो बिजुली जोडिदिन्छु भनेर आउनुभएको थियो। उहाँ एउटा अपाङ्ग व्यक्ति हुनुहुन्थ्यो। त्यही पनि उहाँको सोचलाई म सलाम गर्न चाहन्छु। त्यसपछि फाइनली हाम्रो होल्डिङ सेन्टरहरू रेडी भइसकेको थियो, जहाँ 14वटा होल्डिङ सेन्टरहरू हामीले रेडी गरेका थियौँ। त्यसमा पनि अब घर परिवार, अब जसको घर नै छैन उहाँहरूलाई चाहिँ बस्ने भनेको, अब को आएर बस्नुभयो। अनि बिचमा चाहिँ पुगेन मलाई भनेर कराउँदै पनि हुनुहुन्थ्यो। मैले चाहिँ अब अलिअलि भिडियोहरू बनाइरहेको थिएँ। त्यसमाथि यो भिडियो पनि मैले जस सेवा गर्न मौका पाएँ, मैले चाहिँ यो भिडियो पनि क्याप्चर गरेँ। अब पानी बग्नलाई, पानी नबग्नलाई, पानी बाहिरबाट बगोस् भन्नलाई हामीले चाहिँ त्यो टेन्टमा वरिपरिबाट आलीहरू लाउँदै थियौँ। अब आफूले सक्ने जति गर्दै थियौँ हामीले, देख्न सक्नुहुन्छ। त्यसपछि अब घरमा मान्छेहरू बस्ने काम सुरु भयो। प्रत्येक व्यक्तिलाई अब एउटा फ्यामिलीलाई एउटा घर भनेर बनाएका थियौँ, तर घरै पुगेन के, त्यस्तो अवस्था थियो। अब मान्छेहरू धेरै हुनुहुन्छ नि त। अब कतिपयको घर चर्केको छ, कतिपय बस्नै मिल्दैन, अनि कतिपयको चाहिँ थोरै भए पनि बस्न मिल्छ। बस्न मिल्नेलाई चाहिँ यो घर होइन। जसको घरबार केही पनि छैन उहाँहरूको लागि चाहिँ हामीले यो होल्डिङ सेन्टर रेडी गरेका थियौँ। अब बिचमा अब याद हुन्छ नि त अब गरेको कामहरू। त्यही भएर मैले फेरि अब भिडियो त बनाउनै पर्यो होइन। अब सबैजनाको नै बनाएको थिएँ। अब फाइनली लास्टमा चाहिँ कस्तो देखिन्छ तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला। कमेन्ट गर्नलाई त भिडियो हेर्न नि पाउनु पऱ्यो, प्राइभेटमा हुन्छ होला। त्यही पनि गऱ्यो भने चाहिँ कमेन्ट गर्नु होला। त्यसैमाथि चाहिँ सबैजना जम्मा हुनुभयो, उहाँहरूको चाहिँ घर रहेनछ होइन। घर भएको मान्छे चाहिँ बस्ने, घर नभएको चाहिँ हामी कहाँ जाने भनेर चाहिँ उहाँहरू कुरा गर्दै हुनुहुन्थ्यो।
कुरा गर्दै गर्दा सबैजनालाई हामीले चाहिँ अब स्थानीयवासी अथवा स्थानीय वडा अध्यक्ष अब हाम्रो आदरणीय सरहरू उहाँहरूले चाहिँ सबै कुरा मिलाउनु भयो। सबै कुरा मिलाएपछि आजको चाहिँ काम चाहिँ यहीँ नै आएर सकियो। हामीहरू चाहिँ अब बिस्तारै सबै कामहरू सकेर आफ्नो गन्तव्यतिर लाग्यौँ। यो काम गरेको चाहिँ पछि भइरहेछ होइन। अब म भिडियो एडिट गर्नु त्यस्तो जान्दैन नि त। अब मलाई जे आउँछ म जसरी आउँछ यो मलाई मोमेन्ट चाहिँ क्याप्चर गर्नु थियो, बस यति नै हो। अब कामहरूलाई चाहिँ राख्नु थियो सम्झनामा, त्यसैले मैले चाहिँ जस्तो आउँछ त्यस्तै भिडियोहरू एडिट गरेँ। साथीहरू काम गरेको पछि फेरि अघि त्यस्तै भइरहेछ। हजुरहरू माइन्ड चाहिँ नगर्नु होला। हेर्नु न यस्तो थियो बारी, अब लास्टमा चाहिँ कस्तो बनाएँ मैले हेर्नु है त। यस्तो बारी कस्तो भयो भनेर चाहिँ लास्टसम्म हेर्नु होला। यो भिडियो चाहिँ अघि राख्नुपर्ने पछि भइछ कि है, तर पनि ठिकै छ, केही छैन। मैले भनिहालेँ त मलाई भिडियो एडिट गर्न आउँदैन, तर पनि म भिडियो बनाउन छोड्दिनँ साथीहरू, हो कि होइन। फाइनली कस्तो भयो कमेन्ट गर्नु ल। यो भिडियो चाहिँ मेरो युट्युब च्यानलमा जान्छ। थ्याङ्क यू सो मच यो भिडियो बनाउन हेर्न सहयोग गर्नुभएकोमा। यो चाहिँ हामीले गरेको कामहरूको फोटो हो है, हामीले चाहिँ के गर्यौँ भनेर। यो चाहिँ यो जहाँ पहिरोले चेपिनु भएको थियो उहाँहरूलाई चाहिँ उद्धार गर्दै, त्यहाँ कपडा देख्न सक्नुहुन्छ, उहाँ थोरै देखिँदा ढाकेको अवस्था। योभन्दा अगाडि तपाईँले देखिसक्नुभयो, हेर्नु कस्तो भयो थियो। यो चाहिँ हस्तान्तरण गरेको अवस्था, 14वटा होल्डिङ सेन्टर बनाएर हस्तान्तरण। उहाँ चाहिँ पीडितको छोराहरू। यो फाइनली सबै होल्डिङ सेन्टर बनाएर हामीले चाहिँ स्थानीय जो बाढी पीडित हुनुहुन्छ उहाँहरूलाई चाहिँ हस्तान्तरण गऱ्यौँ। उहाँहरू चाहिँ स्कुलमा बसेको अवस्था, फ्यामिली। हाम्रो नेपाल आर्मीले पनि धेरै सहयोग गर्नुभएको छ। हामी एकअर्कासँग हातेमालो गर्दै अगाडि बढेर जनताको सुरक्षा गर्दैछौँ। यो भिडियो पुरै त कसैले पनि हेर्नु हुँदैन, त्यही पनि हेर्नु हुनेलाई थ्याङ्क यू सो मच भन्न चाहेँ। जय नेपाल। यो चाहिँ हामी राहत दिँदै जाँदाको फोटो भिडियोहरू है सबै। यो चाहिँ पीडितको घर जहाँ बुवा बित्नु भएको थियो, उहाँ चाहिँ हामीले पनि त्यहाँ पनि एउटा टेन्ट उपलब्ध गराइदियौँ।